हो सबैलाई टसित लेख अनि आज चाहिँ म तपाईहरुलाई सोखमको विषयमा भन्न चाहन्छु। सोखम चाहिँ कसरी हेर्नुपर्छ भन्दाखेरि सबभन्दा तपाईलाई थाहा हुनु पर्यो चाहिँ अब हाम्रो यो चारवटा आम्लोमा चाहिँ लोखर चिनी कहाँ छ थाहा हुनु पर्यो, त्यो चाहिँ इम्पोर्टेन्ट हो। सेकेन्ड इम्पोर्टेन्ट चाहिँ के छ भने चाहिँ तपाईलाई अनि साइड कता कता हो हैन, कुन चाहिँ साइडमा के पर्छ भनेर हेर्नुपर्छ। यो चाहिँ स्यार पर्छ, स्यार चोक, यो लोचोक, यो नोचोक, यो चाङचोक अनि त्यसमा अनि यहाँ साइडमा भएको चाहिँ छाम भन्छ हैन, छम्सी भन्छ, त्यो थाहा हुनु पर्यो 8 दिसमा मिलाएर। अनि 8 दिसमा मिसाएदेखि चाहिँ खाम चाहिँ के भन्छ चाहिँ स्यारचोक चाहिँ सिङ हो, लोचोक चाहिँ मे हो, नुचोक चाहिँ चाग हो, चाङचोक चाहिँ छु हो। अनि छामसी छ नि हो सायद चारवटामा चाहिँ यो कुन चारवटा चाहिँ छामसी भन्छ, यसलाई चाहिँ सा हो भन्छ। यो चाहिँ लोखर चिनीभित्र कसरी गर्ने भन्दाखेरि चाहिँ यो लोखर चिनी ठाउँ अघि भनेको जस्तो यो सबै थाहा हुनुपर्छ। यहाँबाट के यो ताक युए सोक सिङ, ताक रहेको चोक चाहिँ सिङ हो किन स्याचोकमा छ नि त हैन। ता डुल मे हो किन यो चाहिँ लोचोकमा छ। झा ढिल चाक, चाक किन छ यो नुचोकमा छ। झिफाक छु भन्छ किन यो चाहिँ चाचोकमा छ नि त। अनि त्यहाँदेखि छामसी चाहिँ के छ भने लाङलुक खिटु सिपसा भन्छ। यहाँ लाङ लुक अनि खि ढुक चाहिँ के भन्छ यो चाहिँ शाखामा, किन यो चाहिँ छाम्सीमा छ नि त, त्यही गर्न छाम्सी भनेको। अनि त्यहाँ आफ्नो नुन लोता कहाँ छ त्यो सबै आफ्नो सोखामा हुन्छ। जस्तो अहिले तपाईँको यो लाङ कहाँ छ हेर्नुपर्छ, लाङ तपाईँको यहाँ छ साइडमा, त्यसलाई के भन्छ सोखाम सा पर्छ त्यतिकै। त्यस्तै गरी तपाईँको अनि जिवा कहाँ छ हेर्नुहोस्, यहाँ यहाँ छ, जिवा चाहिँ छु पर्छ। त्यसै गरी तपाईँको लोथाक चाहिँ लुग हो भने लुग कहाँ छ, लुग यहाँ छ, यो शाखामा पर्छ। हो सोखाम चाहिँ आफ्नो जहाँ छ त्यो आफ्नो ठाउँमा पर्छ। अनि सोखाम निशुक झुवा त्यही भनेर सोखाम चाहिँ जहाँ छ आफ्नो ठाउँमा त्यही हो भनेर चाहिँ भनेको छ ल। अनि लाखाम चाहिँ कस्तो हो भनेपछि चाहिँ लाखाम चाहिँ लानी सोकी मारुसी भन्ने जग्गा छ। उदाहरण अब अघि सोखाम गएको जस्तै गरेर सोखाम चाहिँ यहाँ कहाँ छ अघि आफ्नो ठाउँमा छ। उदाहरण आउँदाखेरि तपाईँको लाङलो जस्तो लाङ यहाँभित्र कहाँ छ, लाङ चाहिँ तपाईँको यहाँ जिवा लाङ यहाँ छ। लाङ कुन चाहिँ साइडमा छ, छाम छ, शाखाम भयो उहाँको सोखाम चाहिँ। अनि सोखाम चाहिँ कस्तो लानी सोकी मारुसी भनेदेखि चाहिँ सोखामको चाहिँ माथिक उदाहरण चाहिँ के भन्छ सामा मे भनिदिन्छ। अनि सामा मे भन्दाखेरि मे चाहिँ के भन्छ चाहिँ अनि यो लाङलो भएको चाहिँ लाखाम मे पऱ्यो जस्तै। अनि त्यसै गरेर जिवाको चाहिँ सोक के हो त, जिवाको सोक चाहिँ सा हो, छु हो। अनि छु हुँदाखेरि चाहिँ छुको मा के हो भने चाहिँ छुमा आउनुपर्छ, छुमा चाक भनेर दिनुपर्छ। हो छुको अब उहाँको चाहिँ जिवा लोगो लाखाम चाहिँ चाक पऱ्यो भन्छ। त्यसै गरेर लुक पर्छ, लुक कहाँ छ, लुक यहाँ छ, लुक यहाँ हुँदाखेरि चाहिँ लुकको सोक के पऱ्यो, सा पऱ्यो। अनि साको चाहिँ फेरि माथि सामा के भन्छ मे भन्छ। मे चाहिँ के भयो लुक लोपाको लाखाम भनेर चाहिँ गर्नुहुन्छ। यसरी नै हो गर्ने लाखाम चाहिँ है ल।